हेलो हेलो नमस्ते नमस्ते नयाँ फेसबुक अकाउन्ट कसरी क्रिएट गर्ने भन्ने विषयमा हामी यो भिडियो बनाउँदैछौँ। सो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। सो पहिला प्ले स्टोरमा जाने, फेसबुक एपलाई ओपन गर्ने र फेसबुक एपलाई ओपन गरिसकेपछि मुनि क्रिएट न्यू अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्ने र त्यसपछि गेट स्टार्ट भन्ने अप्सनमा क्लिक गर्ने। वाट्स योर जेन्डर नेम भनेको छ, हजुरको फर्स्ट नेम के हो, फर्स्ट नेम लेख्ने र सरनेम भनेको छ, सरनेम के हो हजुरको सरनेम लेख्ने। त्यसपछि नेक्स्टमा क्लिक गर्ने। अब सेट डेट भनेको छ, पहिला इयर सिलेक्ट गर्ने, मन्थ सिलेक्ट गर्ने, त्यसपछि डे सिलेक्ट गर्ने। अब नेक्स्टमा क्लिक गर्ने। हजुर मेल हो भने वाट्स योर जेन्डर भनेको छ, हजुर मेल हो भने मेलमा क्लिक गर्ने, यदि फिमेल हो भने फिमेलमा क्लिक गर्ने। म चाहिँ मेल हो, मेलमा क्लिक गर्छु र त्यसपछि अगाडि बढ्ने, नेक्स्टमा क्लिक गर्ने। हजुर वाट्स योर मोबाइल नम्बर भनेको छ, हजुरको मोबाइल नम्बर के हो भनेर सोधेछ। हजुरको मोबाइल नम्बर छ भने मोबाइल नम्बरबाट खोल्न सक्नुहुन्छ। सो जिमेल आइडी छ भने जिमेल त्यहाँबाट पनि खोल्न सक्नुहुन्छ अथवा लगइन गर्न सक्नुहुन्छ हजुरले। सो मसँग चाहिँ अहिले मोबाइल नम्बर छ, म चाहिँ मोबाइल नम्बरबाटै खोल्छु। नेक्स्टमा क्लिक गर्ने र क्रिएट अ पासवर्ड भनेछ, एउटा स्ट्रङ पासवर्ड क्रिएट गर्ने, स्मल लेटर क्यापिटल लेटर और नम्बर, एउटा स्ट्रङ पासवर्ड क्रिएट गर्ने। र पासवर्ड क्रिएट गरिसकेपछि नेक्स्टमा क्लिक गर्ने र सेभ योर इक्वेन इन्फो भनेछ हाम्रो। अब नेक्स्टमा क्लिक गर्ने। कन्फर्म योर मोबाइल नम्बर भनेछ, हजुरको मोबाइल नम्बर चाहिँ अब फेरि कन्फर्म गर्नुपर्छ। सेन्ड एसएमएस भन्छ, त्यसमा क्लिक गर्ने। अब यहाँ एउटा 6 नम्बरको एउटा कोड आउँछ, त्यो 6 नम्बरको कोडलाई इन्टर गर्ने। ओकेमा क्लिक गर्ने र अब एड अ प्रोफाइल पिक्चर भनेछ, हजुरको प्रोफाइल पिक्चर यसमा राख्ने, चुज गर्ने। अब ग्यालरीमा गएर ग्यालरीमा प्रोफाइल पिक्चर हजुरलाई कुन चाहिँ मनपर्छ त्यो पिक्चर चाहिँ हजुरले सिलेक्ट गर्न सक्नुहुन्छ। सो टर्न अन भनेछ, र टर्न अनमा गएर हजुरले 5वटा फ्रेन्डहरू पनि सिलेक्ट गर्न सक्नुहुन्छ। 5वटा फ्रेन्ड एड गरिसकेपछि अब चाहिँ हजुरको फाइनली फेसबुक अकाउन्ट खुलिसक्यो। थ्याङ्क यू।